हेलो नमस्ते एन्ड स्वागत छ द स्याडो ब्लगमा सबैलाई। हामी अहिले पृथ्वी राजमार्ग अन्तर्गत डुम्रे बेसार हाइवेमा छौँ। हामी यहाँबाट केही समय अगाडि पाउँदी बजार पुग्नेछौँ। पाउँदी बजार आइपुग्यौँ हामी। यो लमजुङको प्रवेशद्वार तनहुरा लमजुङको सिमाना। हामीलाई यसमा मध्यपहाडी लोकमार्गले पनि क्रस गरेको छ। हामी यहाँबाट सिधा अगाडि गयो भने हामी डुम्रे पुग्छौँ भने हामी यहाँबाट लेफ्ट लाग्छौँ। मर्स्याङदीको किनारमा विशाल शिवजीको मूर्ति देख्न सक्छौँ। यहाँ एकादशीमा भव्य मेला लाग्छ। यो ठाउँ सुन्दरबजार नगरपालिका र राइनस नगरपालिकाको सिमाना पनि हो, जहाँ बिचमा मर्स्याङदी नदीले छुट्याएको छ। हामी मर्स्याङदी नदीको पुलमाथि छौँ। हामी यहाँबाट केही समय अगाडि बढेपछि हामी राइनस नगरपालिका प्रवेश गर्दैछौँ। हामी यहाँबाट अगाडि राइनस नगरपालिका प्रवेश गऱ्यौँ। हामी बिस्तारै अगाडि बढ्दैछौँ। यहाँबाट हामी प्रवेशद्वार आइपुग्यौँ। राइनस नगरपालिका प्रवेशद्वार। मौसम खुल्ला छ, सफा छ। त्यसले गर्दा हामीहरूलाई चाहिँ यात्रा गर्नको लागि सहज भएको छ भने भिडियोको लागि पनि सहज छ। कतै अफरोड पनि छ जस्तो लागेको छ मलाई। अफरोड भन्नाले त्यति साह्रै अफरोड त होइन, तर पानीको कारणले गर्दा बाटोहरू भत्किएको अवस्था। यहाँ अगाडि आइपुग्यौँ हामी। थोरै अफरोड छ यो, तर त्यति धेरै अफरोड त होइन। हामी यहाँबाट क्रस गरेर अगाडि बढ्छौँ। हामी अब केही समयमै भेटघाट चोक पुग्छौँ। ओके, हामी आइपुग्यौँ भेटघाट चोक। हामी यहाँबाट राइट भएर लाग्नुपर्ने हुन्छ। हामी यो चोकबाट लेफ्ट भयौँ भने मोरियाको राइनसको प्यार्जुङ पुग्छौँ भने हामी राइट भएर जाँदा धमिलकुवा पुग्छौँ। हाम्रो यात्रा धमिलकुवाबाट नै अगाडि हो, त्यस कारणले हामी राइट भएर अगाडि बढ्यौँ। सो हामी भैँसे खोलाको पुल आइपुग्यौँ। यो लामो समय भयो बन्दै गरेको, तर अहिलेसम्म बनिसकेको छैन। विभिन्न कारणले होला, त्यो चाहिँ थाहा भएन। हामी यहाँबाट पनि अगाडि बढ्छौँ। अझ तलबाट अर्को रोड आएको देख्न सक्नुहुन्छ। त्यो चाहिँ नेपाल डाँडाबाट तारुघाट हुँदै आएर यहाँ जोडिने रोड हो। त्यो पनि पिच छ उँधोबाट। हामी यहाँबाट अगाडि बढ्छौँ। चारैतिर यो कार्तिकको महिना भएको कारणले गर्दा धान पाकिसकेको छ। कतिपय किसानहरूले त धान काटि पनि सक्नु भएको छ। फाटहरूमा पयालपुर धान पाकेको देख्न सक्छौँ हामीले बायाँ रोडको। धमिलकुवाबाट अगाडि रहेको यो लिपु खोला पुल हामी यो क्रस गऱ्यौँ। उकालो हल्का अफरोड। हामी यसलाई पनि क्रस गरेर हामी अगाडि बढ्छौँ। हामी यहाँबाट केही समय अगाडि गएपछि हामी गौलीटार खेल मैदान राइनसको त्यो देख्न सक्छौँ। रोडको आडैमै छ। ओके, हामी अब धमिलकुवा चोक आइपुग्यौँ। हामी यहाँबाट पनि अगाडि बढ्छौँ, सिधा अगाडि। हामी केही समयमै अब राइनस नगरपालिकाको अन्त्य सिमानामा आइपुग्यौँ। हामी यो पुल तरेर गए पछाडि आलुङटार नगरपालिका आइपुग्छौँ। त्यो चेपे खोला बिचमा रहेको हामी त्यो पुल माथि छौँ।
यो खोलाको छुट्टै महत्त्व छ। अहिले नगरपालिकाको सिमाना मात्रै नभइकन 2224 राज्यको पालामा पनि गोर्खा र लमजुङको सिमाना छुट्याएको छ यो खोलाले। यो खोलाको ठुलो भूमिका छ। यो इतिहासमा बुझ्ने हो भने यो इतिहास पल्टाएर हेर्नुपर्ने हुन्छ। त्यो सम्बन्धी अलि लामो छ व्याख्याहरू। हामी यहाँबाट क्रस गरेर हामी अगाडि बढ्छौँ। ओके, हामी यहाँबाट पालुङटार नगरपालिका प्रवेश गऱ्यौँ। यहाँबाट हामी अगाडि बढ्छौँ। हाम्रो यहाँबाट यात्रा अगाडि बढ्दैछ। दायाँ बायाँ काँसहरू फुलेको छ, हरियाली मौसम, खुल्ला खुलेको आकाश सँगै हाम्रो यात्रा यहाँबाट अगाडि बढ्दैछ। रमाइलो छ, रमाइलो भएको छ। हामी लगभग अब ठाटी पोखरी बजार आइपुग्न लाग्यौँ। ठाटी पोखरी अगाडिको यो पुल, यहाँबाट लेफ्ट भएर कच्ची बाटो माथि जान सकिन्छ लिगलिकोट भन्ने सुनिएको छ, तर अप्रोड छ धेरै भन्ने कुरा भयो। त्यो कारणले गर्दा हामी चाहिँ यो पुल तरेर अगाडि ठाटी पोखरी बजारबाट हामी देब्रे लागेर अगाडि बढ्दैछौँ। ओके, हामी ठाटी पोखरी बजार आइपुग्यौँ। चारैतिर फुलहरूले स्वागत गर्दैछ हामीलाई। गमलाहरू राखिएको छ बजारमा सफा। हामी चोकमा आइपुग्यौँ। अब ठाटी पोखरी चोकमा बजारको हामी यहाँबाट लेफ्ट भएर अगाडि बढ्छौँ ताकि हाम्रो यात्रा सहज होस्। यहाँबाट जाँदा हामीले पिजै जानुपर्ने हुन्छ, अपरोड जानु पर्दैन भन्ने सुनियो। हामी माथि अहिले वनमा आइपुग्यौँ। सालका रुखहरू दायाँ बायाँ तल देखिने ठाटी पोखरी बजार सँगै हाम्रो यात्रा अगाडि बढ्दैछ। हल्का उकालो केही समयसम्म हुँदै हामी बिस्तारै अगाडि बढ्दैछौँ। बाटो राम्रो छ तर अलि साँघुरो छ। बाटो साँघुरो भएको कारणले गर्दा घुम्तीहरूमा अलिकति जोखिमपूर्ण जस्तो देखिन्छ। अलि संयमता अपनाउनु पर्ने हुन्छ जस्तो लाग्छ मलाई। हतार नगरौँ, बिस्तारै जाउँ, बिस्तारै अगाडि बढौँ। सानो बाटो भएको कारणले गर्दा ओके, हामी अब बड डाँडा चोकमा आइपुग्यौँ। हामी यहाँबाट राइट लागेर तल गयौँ भने छेपेटार पुग्छौँ भने हामी यहाँबाट लेफ्ट लागेर हामी उकालो चढ्नुपर्ने हुन्छ। आप पिपल हस्पिटल र लिगलिकोट यही बाटो जान्छ। यहाँबाट हामी लेफ्ट लागेर अगाडि बढ्यौँ। अब बाटो उकालो, हल्का घुम्ती देखिन्छ। माथि डाँडामा हामीले हल्का सानो देखिन्छ नेपालको झन्डा, त्यही ठाउँमा जाने हो हामी। माथि देखिन्छ, यहाँबाट स्पष्ट देखिएको छ माथि डाँडामा नेपालको झन्डा। हामी अहिले बिजुली डाँडा आइपुग्यौँ। कतिपय गाडीहरू चाहिँ यहीँ राखेर यहाँबाट माथि सिँढीको बाटो हुँदै माथि जान सकिन्छ। र हामी
सिनीको बाटो नआइकन हामी यहाँबाट अगाडि बढ्यौँ बिजुली डाँडाबाट। हामीले आकाशमा कस्तो चित्र देख्यौँ बादलको, हेर्नुस् त। हामी अब यहाँबाट लेफ्ट लागेर हामी अफरोड माथि चढ्दैछौँ। पहिला यहाँ ढुङ्गाहरू छापिएको रहेछ, अहिले ढुङ्गाहरू सबै यत्रतत्र छरिएको देख्न सकिन्छ। बाटो अफरोड भएको कारणले होसियारपूर्वक साधनहरू चलाउन आग्रह गरे। ठिकै छ, त्यति धेरै अफरोड त छैन। हामी अलि माथि आए पछाडि बाटो अलि केही सहजता फेला पार्यौँ। हामी यहाँबाट अगाडि बढ्दैछौँ। अब हामी केही समयमै हाम्रो पोइन्टमा पुग्छौँ, लिगलिगकोट। फाइनल्ली हामी लिगलिगकोट आइपुग्यौँ। लिगलिगकोट उचाइ 1347 मिटर समुद्री सतहबाट। हामी बिस्तारै अब कोटमा जानको लागि सिँढी चढ्दैछौँ। माथिबाट देखिने दृश्य यो। माथि कोटबाट देखिने दृश्य यो गोर्खा जिल्लाकै हो। हामी पर देख्छौँ गोर्खा बजार तुइनो लागेको कारणले गर्दा हामीले प्रष्ट देख्न सकेनौँ। तल देखिएको बाटो हुँदै हामी माथि आएको हो। ओके, यो भिडियोसँगै अब तपाईहरुबाट बिदा लिनेछु म। मेरो च्यानल द स्याडो युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनु होला, लाइक कमेन्ट गरिदिनु होला, शेयर गरिदिनु होला। यो भिडियोलाई सबैले अन्तसम्म हेरिदिनु होला, माया गरिदिनु होला। हस्त, बाई बाई।